हेलो स्वागत छ तपाईहरुलाई मेरो मिनी भ्लगमा। आजको हाम्रो यात्रा चाहिँ दोर्पा यानी कि घरदेखि नेर्पामा रहेको भुलभुलेसम्मको हुनेछ। अब हामी यहाँबाट हिँड्ने छौं, जाँदै छौं हामी। बाटो यस्तो छ। आज चाहिँ 3 दिन लगातार पानी परेपछि भुलेको दिन अवस्था छ। त्यसपछि चाहिँ हामी चाहिँ एकदम हिँडेको अवस्था। बाटो यस्तो छ। हामी चाहिँ चिउरीवालातिर निस्किँदैछौँ। हजुर, अनि हामी अब आधी घन्टा जति हिँडेपछि हामी माथि डिकी हाइवे निस्किँदैछौँ, माथि मध्य पहाडी लोकमार्ग। त्यहाँदेखि चाहिँ हामी पिचमा जाँदैछौँ, पिचमा पुग्नेछौँ। अलिक यात्रा अलिक त्यसपछि सुखद हुनेछ। अब बाटो चाहिँ निकै अप्ठ्यारो छ, बिगारेको छ भन्ने सुनेको छु। अब यस अब यात्रा नगरी हुने छैन। जानै पर्ने छ। म चाहिँ झरेर बाउ छोरा चाहिँ आहा बाटो यस्तो छ, के गर्नु, यात्रा नगरी पनि भएको छैन। हामी चाहिँ पुग्नु भने यता हो हामी पुग्नु पर्ने चाहिँ, घुमेर चाहिँ यताबाट जानु छ। एकदम राम्रो छ है। यो साधु बस्ने घर हो। जाडो हुन्छ, त्यही भएर मैले चाहिँ के छ टोपी लगाएर मजाले खोज्छु कि चाहिँ हाम्रो दोर्पा चिउराको 7 नम्बर वडाको चाहिँ साकेला थान हो। साकेला थान हो। विशेष गरी यो उभौलीमा चाहिँ हामी यो दोर्पाभरिको धामीहरू, नचुङहरू होइन, मबहरू चाहिँ आएर चाहिँ यहाँ साकेला पुज्ने गरिन्छ। यहाँ विशेष हुन्छ, एकदम रमाइलो हुन्छ। यहाँ तलतिर हाम्रो विशेष गरी यो घर चाहिँ साकेला थान हो। र यता हाम्रो साकेला यहाँ नटेकाउ न, सर्लकै अलग यो टेकाउनु हलिहाल्छ। ल आइपुग्दै डिकी हाइवे। यताबाट चाहिँ काठमाडौँ भोजपुरको यात्रीहरू, राइडरहरू होइन जानेछन् भोजपुरतिर। टेम्पो स्टेसन यो पारीको चाहिँ यो रूपाको डाँडा अहिले बादलले ढाकिरहेको छ। यतापट्टि चाहिँ बगऱ्यो भने यहाँ चाहिँ बिचमा दिक्तेल। टमाटरहरू, खोर्सानीहरू मात्रै खान्छ। हाम्रो चाहिँ अनि के भन्छ, भाइ र बहिनीसँग पनि आज भेट्ने कुरा छ। भाइ र बहिनी चाहिँ बगरेको बाटो हुँदै आउँदैछौँ भन्ने चाहिँ हामी एकछिनपछि भेट्नेछौँ भाइ र बहिनीसँग पनि। यता चाहिँ अब नेर्पा सुरु स्टार्ट। नेर्पा हामी चाहिँ भुलभुले नजिक है बाबा। हो भुलभुले आइपुग्यौँ। बोर्ड पनि छ नि त त्यहाँ। आज खोल्नु अरे, आज चाहिँ खोल्नु अरे। सानो सानो के भन्छ यो होटलहरू। भन्नु त बाबा हामी कहाँ आइपुगेको अरे, भन्नु न हौ। आउनु झर्नामा जाऊ।
स्टार्ट भयो नि त बुलबुलेको गेट छिर्यौँ भन्नु न ल हामी चाहिँ यो खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मजेगढी वडा नम्बर 6 नेरपामा चाहिँ अवस्थित यो भुलभुले दुधकुण्ड देउधाम रहेको छ। तपाईँलाई यहाँ चाहिँ यो चाहिँ मेन गेट सात धारा रहेछ 7वटा धारा पानीको धारा ठुलो ठुलो के बाबा सुन्नु न म एउटा भन्छु ल यहाँ चाहिँ हामीले एक जोर परेवा पनि उडाएको थियौँ पानी पनि कति भरि हुन्छ माछा हामी चाहिँ ठ्याक्कै अहिले चाहिँ पोखरी छ ए माछा पनि थियो अहिले माछा छैन तर यस्तो खाइ भुलेको हाम्रो बुलबुले अनि यहाँ फोटोहरू खिच्ने आउने यो गणेश भन्नुहुन्थ्यो क्या हाम्रो पुजारी बाले गणेश अनि यो चाहिँ के भन्नुभएको थियो हनुमान भन्नुभएको थियो क्या र हनुमानजी भन्नुभएको थियो क्या र यहाँभित्र मन्दिर छ यो शिवजीको मन्दिर भन्नुभयो के को भन्नुभएको थियो नि तर शिवजी जस्तो चाहिँ देख्दिनँ घन्टी छेपा यो पनि यहाँ बनाउनु भएको रहेछ नि त यो चाहिँ दाता जग्गादाता अथवा यो संरक्षणको लागि केही उ गर्नु भएकोलाई योगदान छ होला पुरानो भएछ यो चाहिँ नीलकण्ठ अरे क्या त्यस्तो भन्नुहुन्थ्यो नि त नीलकण्ठ म के सुन्नै बाबा म यो बाबा लामो गर्दा देखाउनुहोस् यो त खुल्ला गर्छ त यसले चाहिँ यहाँ 100 रुपियाँ लागिसक्यो केटोले मैले दिएको ल कोपुले दिएको यहाँ उहाँले टिका लाउनुहुन्छ सय वर्षका राख्ने हाम्रो नातिलाई मुक्ति जानुभयो लोकलाई सोक्सबाट मुक्ति गर्नु शान्ति भएर 100 वर्षका राख्ने नातिको लोकलाई सोक्सबाट मुक्ति गरेर शान्ति भएर 100 वर्षका हाम्रो नातिको यो सुन खरि हेर नि यसलाई त हामी खासमा 40 भन्थ्यौँ कि 40 बुलबुले पनि हामी घुमिसक्यौँ बाई बाई बाबु बाई बाई भन्नु यता दिक्तेल हुँदै अनि हामी कहाँ बाक्सिला पुग्नेछौँ है आजको हाम्रो यात्रा चाहिँ बाक्सिलासम्मको हुनेछ भाइहरू यहाँ होला नि त भाइहरू छैन यहाँ त छैन त यहाँ हुनुपर्ने हो आफ्नो पुगिसकेको हो फाइनल्ली हामी चाहिँ भाइ र बहिनीसँग पनि भेटेको छौँ हेलो के छ बस्दा भयो हाम्रो भाइहरूको
हामीलाई पर्खिरहेछन् हालत बाहिर पनि के छ रिया खबर ल भन त एकदम ठिक छ यात्रा कस्तो भयो दर्दनाक भाइ भन भाइ कस्तो भयो यात्रा पर्खाइ कस्तो भयो पर्खाइ ठिकै छ हामी एकछिन बस्यौँ के भाइहरू चाहिँ यो बाटो हुँदै आएको है यताबाट बगरी हुँदै नि खार्मी हुँदै ए यताबाट बाटो यात्रा दर्दनाक भन्दैछ हाम्रो बहिनीले चाहिँ आज कहाँ हिँडेको अरे रिया भनिदियो त आज चाहिँ भोजपुरसम्म जानु भनेको ट्याम्केमा चाहिँ बाटो ब्लक छ भन्दैछ साथीहरूले हेरौँ अब कस्तो अनि हाम्रो भाइ चाहिँ कहाँसम्म यात्रा अरे भाइ नानाले पुगाउन हिँडेको भोजपुरसम्मै हो फर्किने हो र घर दर्दनाक यात्राहरू हामी पनि आइपुग्यौँ ल हामी के गर्ने त ल भाइहरूसँग पनि फाइनल्ली भेट भएको छ अब फेरि यहाँबाट हामी चाहिँ डिटेल बजारको प्रवेशद्वार अब हामी ठ्याक्कै प्रवेश गर्दैछौँ डिटेल बजार चहलपहल राम्रै छ प्रवेशद्वार हामी प्रवेश गर्नेछौँ है अब ट्याक्क प्रवेश गरिसक्यौँ है हामीले चाहिँ डिटेल बजार दसैँको अघिल्लो दिन र दसैँको सकिएपछिको पछिल्लो दिन त कति फरक है हो बजार अनि खाना खाने टोली ल खाना खाने ठाउँ आयो होइन त भाइ भाइ अनि हामी भाइसँग पनि भेट भएको छ भाइ कस्तो लागिरहेछ भन्नुहोस् त 2 शब्द जान्छ तपाईँको पनि नमस्कार जहिले तपाईँ भावुक हुनुहुन्छ हजुर रमाइलो छ तपाईँ कति जानुहुन्छ हो आसन कहाँ बनाउने अरे भाइ माथि ल बाई बाई थोरै एउटा सानो काम छ नि हामी गरिदिन्छौँ ल हिँड्यौँ है भाइ बहिनीहरू यहाँ पाएको भाइ ओ सलिन गुरु लाग्यो नि बाई बाई मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै भिडियोहरु ल्याउने छु, प्रतीक्षा गर्नुहोला। बाइ बाइ।